नमस्ते, मेरो नाम आशिष विक्रम जयरू। फेरि हामी आफ्नो लाइभ क्लासेसहरू क्लास 10 को सोल म्याथ अन्तर्गत ट्रिग्नोमेट्री जुन हाम्रो पहिलो एक्सर्साइज रहेको छ, जसमा हामीलाई सब मल्टिपल एङ्गलका बारेमा मल्टिपल एङ्गलका बारेमा फर्मुलाहरू जानेर केही क्वेसनहरू त्यो फर्मुला एप्लाई गरेर बनाउनु पर्ने हुन्छ। त्यो सम्बन्धी आज पढ्न गइरहेका छौँ। हाम्रो पहिलो च्याप्टर छ एक्सर्साइज 1 मा मल्टिपल एङ्गल फर्मुला युज गर्ने, अनि क्लास 9 का केही बेसिक फर्मुलाहरू जानेका हुनुपर्छ, जस्तै ट्रिग्नोमेट्रिक आइडेन्टिटीहरूको सम, स्क्वायरिङ सम गरेर हैन, त्यसको इन्भर्स प्रोडक्ट भयो, कास्ट रुल भयो, त्यो अगाडि पढ्दै जान्छौँ। हामी केही कुरा रिभ्यूमा पढ्दै जान्छौँ, त्यो हामी सिकाउने छौँ। सबैभन्दा अगाडि त यसका फर्मुला जानौँ। यसको फर्मुला जान्नु अगाडि हामीलाई कम्पाउन्ड एङ्गल फर्मुला थाहा हुनुपर्ने हुन्छ। कम्पाउन्ड एङ्गल फर्मुला हामीले बुझेका छौँ। साइन ए प्लस बी भनेको साइन ए, कोस बी प्लस कोस ए साइन बी, त्यस्तै कोस ए प्लस बी भनेको कोस ए कोस बी माइनस साइन ए साइन बी। सिमिलरली टेन ए प्लस बीको छ, कोस ए माइनस बीको छ, साइन ए माइनस बीको छ, टेन ए माइनस बीको छ। साइन कोस टेनको जाने, कोटहरूको त्यति पर्दैन। आफै पनि प्रतिपादन गर्न सकियो, क्वेसन पनि खासै कोटबाट कमै आउँछ। हामीलाई आउने भनेको साइन कोस टेन सम्बन्धित यी 3 फर्मुला अलि कन्ठे गरेर बस्नुपर्ने हुन्छ। सुरुमा हामीले मल्टिपल एङ्गल फर्मुला भनेको के हो त्यो बुझौँ। मल्टिपल एङ्गल फर्मुला भनेको जस्तै हामीलाई साइनको पछाडि एङ्गल हुन्छ थीटा, ए माने पनि भयो, थीटा माने पनि भयो। जस्तै यो साइन थीटा मात्रै लेखेँ, यो मल्टिपल एङ्गल भएन। तर मैले यसैमा 2 थीटा लेखिदिएँ मल्टिपल एङ्गल, 3 थीटा लेखिदिएँ मल्टिपल एङ्गल, 4 थीटा लेखिदिएँ मल्टिपल एङ्गल भन्नाले त्यही एङ्गललाई प्रोडक्टको फर्ममा लेख्न सक्नु। 2 ले, 3 ले, 4 ले, 5 ले, 6 ले मल्टिप्लाई गरेर लेख्न सक्नु। त्यो चाहिँ के हो भनेपछि मल्टिपल एङ्गल फर्मुला, मल्टिपल एङ्गल लेख्नु हो। साइन कोस टेन ट्रिग्नोमेट्रिक आइडेन्टिटीमा जोडेर मल्टिपल एङ्गल लेख्नु हो। त अब मल्टिपल एङ्गल फर्मुला अन्तर्गत के पर्छन् भन्ने हो। सुरुमा हाम्रो एक्सर्साइजका लागि चाहिने भनेको 2 थीटा र 3 थीटाका लागि मात्र हो। 2 थीटा र 3 थीटाका लागि मात्र फर्मुला पढ्छौँ, अनि अरू चाहिँ आफै आइहाल्छ भन्ने हो। जस्तै फर्स्ट बेसिक फर्मुलामा जाउँ, सम फर्मुला। केही फर्मुलाहरूमा जाउँ। केही फर्मुलाहरू के छ भने सुरुमा जाउँ साइन 2 थीटा। साइन 2 थीटालाई हामी यसरी लेख्न पाउँछौँ, साइन थीटा प्लस थीटा लेख्न पाउँछौँ। थीटा प्लस थीटा भनेको 2 थीटा, अल्जेब्रिक सम थीटा प्लस थीटा 2 थीटा भइहाल्यो। बुझेकै छौँ। त कम्पाउन्ड एङ्गल फर्मुलामा खोल्दा साइन थीटा कोस थीटा हुने भयो प्लस कोस थीटा साइन थीटा हुने भयो। त साइन थीटा कोस थीटा सेम टर्म छ त, अल्जेब्रिक रुल फेरि लगाउन पाइयो। 2 साइन थीटा कोस थीटा फर्मुला। त्यसो भए हामीले यहाँ के बुझ्यौँ त, साइन 2 थीटा भनेको के हुने रहेछ, साइन थीटा 2 साइन थीटा कोस थीटा हुने रहेछ। 2 साइन थीटा कोस थीटा, यो दिमागमा चढाउनु पर्यो। सिम्पल छ, केही पनि गाह्रो छैन। 2 साइन थीटा कोस थीटा, 2 साइन थीटा कोस थीटा, एकदम फास्ट बोल्ने हो। 2 साइन थीटा कोस थीटा, 2 साइन थीटा कोस थीटा, हामी सँगसँगै रट्दै पनि जान्छौँ, बुझ्दै पनि जान्छौँ। 2 साइन थीटा कोस थीटा, 2 साइन थीटा कोस थीटा दिमागमा राखिराखौँ। पछि धेरै चाहिने फर्मुलाहरू 2 साइन थीटा कोस थीटा। साइन 2 थीटाको अर्को फर्मुला पनि छ। साइन 2 थीटाको अर्को फर्मुला के छ भने 2 टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा भनेर पनि छ। 2 टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा भनेर पनि फर्मुला छ। एउटा साइन र कोसको टर्ममा छ, एउटा टेनको टर्ममा छ। यो कुनै ठाउँमा युज गर्ने अवस्था आएपछि हामी युज गर्छौँ। यसको प्रुफ चाहिँ म तपाईँहरूलाई सिकाउँदैन, यसको प्रुफ तपाईँहरूले आफै खोज्ने। यो तपाईँहरूको काम भयो, यो तपाईँहरूको होमवर्क भयो। क्रिएटिभिटी उत्पादन गर्ने एउटा काम, एउटा सृजनशील काम दिएको, यो तपाईँहरूले खोजेर देखाउनु होला मलाई, या मेसेज गर्नु होला, सर मलाई भएन, फेरि मलाई सम्झाइदिनु यो सम्बन्धी भनेर। 5 मिनट ब्रेक लिऊ, तपाईँ हेर्नुहोस् काहीँ बुक रेफरेन्स बुकहरू केही छ भने यसलाई हेर्नुहोस्। 2 मिनट ब्रेक गरौँ, तपाईँ हेर्नुहोस्, अनि फर्मुलालाई लेख्न पनि सक्नुहुन्छ। मैले उत्तिकै छोडेकै छु।
यो लाइभमा आइ हेरिबस्नुभन्दा केही कुरा प्रतिक्रिया देखाइदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, फिडब्याक पनि दिइदिनु होला। आवाज आइरहेछ कि आवाज सुनिरहेछ कि नै, भएसम्म लाइक अलि बढी नै दिइदिनु होला। फिडब्याकहरू पनि जान्नुपर्ने हुन्छ। मैले भोइस कतिको आइरहेछ, बाहिरको नोइज साउन्ड कतिको आइरहेछ, अनि तपाईँहरू कतिको बुझिरहनु भएको छ, बोलेको सुनिरहेछ कि सुनिरहेको छैन। अनि त्यो फिडब्याक हेरेर नै मैले आफूमा सुधार ल्याउने हो र मैले पढाउने तरिकामा पनि सुधार ल्याउने हो। कृपया गरेर कमेन्ट सेक्सनमा केही लेखिदिनु होला। मैले त्यो कमेन्ट सेक्सन टाइममा पढिरहेको हुन्छु। केही पनि कमेन्ट आइरहेको हुँदैन, खालि भ्युवरहरू हेरि मात्र रहेको हुन्छन्, लाइक पनि 1-2 जनाले गरिरहेको हुन्छन्। मन पर्दो सक्दो सेयर गरिदिनु होला। क्लास 10 का विद्यार्थीहरूलाई यति अति आवश्यक कुरा हो यो। जो अप्सनल म्याथ पढ्नुहुन्छ उसलाई अति आवश्यक कुरा हो, उसले जान्नै पर्ने हुन्छ। जान्नै पर्ने हुन्छ, नजानी केही काम छैन। एसएलसी बोर्डका लागि इम्पोर्टेन्ट हुने गरी पढाइरहेको छु। पहिलो एक्सर्साइज भन्दा पनि आज फर्मुला र केही सम इजी क्वेसनहरू हामी चाहिँ प्र्याक्टिस गर्छौँ। अब यो साइन टु थीटाको कुरा बुझ्यौँ। अब हामी साइन टु थीटा पछि जान्छौँ कोस टु थीटामा। कोस टु थीटामा गएपछि मैले माथिको पनि मेटाएँ, बुझिसक्नुभयो होला मल्टिपल एङ्गल फर्मुला भनेको के हो भनेर। अब कोस टु थीटामा गएपछि यसको पनि सेम काम गर्न सकिन्छ। कोस थीटा प्लस थीटा, टु थीटालाई थीटा प्लस थीटा लेख्न पाइन्छ। हामीले बुझेकै छौँ, टु थीटालाई थीटा प्लस थीटा लेख्न पाउँछौँ। अनि कोसको कम्पाउन्ड एङ्गल फर्मुला भनेको कोस ए कोस बी माइनस साइन ए साइन बी। यहाँ माइनस छ त, यो प्लस छ त बिचमा माइनस, यहाँ माइनस छ त बिचमा प्लस हुन्छ फर्मुलाले। त कोस ए भनेको पनि ठिटै हो, बी भनेको पनि ठिटै छ त। कोस थीटा माइनस साइन थीटा हुने भयो त। यसलाई हामी कोस स्क्वायर थीटा लेख्न पाउँछौँ। कोस थीटा मल्टिप्लाई हुने बित्तिकै साइन थीटा मल्टिप्लाई हुने बित्तिकै सिमिलर साइन स्क्वायर थीटा लेख्न पाउँछौँ। ल पहिलो फर्मुला प्रतिपादन भइहाल्यो तपाईँहरूको कोस टु थीटाको। कोस टु थीटा इज इक्वल टु कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा। कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा, गजब छ नि। ए स्क्वायर माइनस बी स्क्वायर भने चाहिँ कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा, कोस टु थीटा भनेको। हामीले साइन टु थीटा बुझिसकेको थियौँ। टु साइन थीटा कोस थीटा भन्ने भइरहेको थियो भने कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा हुने रहेछ। कसको हुने रहेछ? कोस टु थीटाको हुने रहेछ। यसका बाँकी दुई अझै फर्मुला छन्, उसमा त दुईवटा मात्र थियो। एउटा टु साइन थीटा कोस थीटा, एउटा के थियो टु टेन थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा थियो। अब यसको बाँकी दुई फर्मुला पनि हेरौँ। कसरी हेरौँ भने कोस टु थीटा भनेको एकचोटिलाई मैले यसलाई खोलिदिएँ त कोस स्क्वायर थीटालाई यही दिन्छु माइनस यसलाई 1 साइन स्क्वायर थीटालाई मैले थाहा छ ट्रिग्नोमेट्रिक आइडेन्टिटी रिलेसन लगाएर 1 माइनस कोस स्क्वायर थीटा लेख्न पाउँछु। त कोस स्क्वायर थीटा माइनस 1 प्लस कोस स्क्वायर थीटा भयो। कसरी भयो? माइनस प्लस माइनस प्लस भयो। ठिक छ। कोस स्क्वायर थीटा भनेको 2 कोस स्क्वायर थीटा हुने भयो माइनस 1। दोस्रो रिलेसन पनि आयो। कोस टु थीटा भनेको 2 कोस स्क्वायर थीटा माइनस 1 भनेको अर्थ कोसको मात्रै टर्ममा लेख्नु पऱ्यो भने चाहिँ यो भयो। अब त्यसपछि अर्को हामी लेखौँ कोस टु थीटा इज इक्वल टु कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा। नै मलाई कोसको टर्ममा लेख्नु छैन, साइनको टर्ममा लेख्नु छ भने कसैले मलाई साइनको टर्ममा छ लेख्न त कसले रोकेछ? लेख्नुहोस्, मजाले लेख्नुहोस्। कोस स्क्वायर थीटा भनेको 1 माइनस साइन स्क्वायर थीटा हुन्छ। पछाडि पहिलेदेखि माइनस साइन स्क्वायर थीटा छ। 1 माइनस साइन स्क्वायर थीटा माइनस साइन स्क्वायर 1 माइनस 2 साइन स्क्वायर थीटा। नेक्स्ट रिलेसन आइहाल्यो। मैले भनेको यसको बाँकी 3 अझै छन् भनेर एउटा 10 को पनि छ। 10 वाला चाहिँ तपाईँहरूको कहाँ हुन्छ भनिरहेको छु। मैले त्यो देखाउँदैन। कोस टु थीटा भनेको हुन्छ 1 माइनस 10 स्क्वायर थीटा अपन 1 प्लस 10 स्क्वायर थीटा। 1 माइनस 10 स्क्वायर थीटा 1 माइनस 10 स्क्वायर थीटा अपन 1 प्लस 10 स्क्वायर थीटा। यो तपाईँहरू चाहिँ लेख्नु होला, म नोट डाउन गर्न देखाइदिन्छु। मेरो बाबुको गुडियालाई किन यस्तो गर्दिनुहुन्छ? लाइक गरौँ, भ्युवर्सहरू कमेन्ट पनि गरौँ, फिडब्याक पनि दिउँ। ठिक भइरहेछ कि भइरहेको छैन, आवाज आइरहेछ कि आवाज आइरहेको छैन। लाइक गर्दै जाउँ, भ्यू मात्र नगरी राखौँ कि लाइक पनि गर्दै जाउँ। अनि लाइक गर्दा के बुझ्नुभयो के बुझ्नु भएको छैन त्यो कुराहरू हेरौँ सबैले। टिकटक स्क्रोल भिडियोमा स्क्रोल मात्र नगरेर लाइभमा बसी केही कुरा पढ्नुपर्ने आवश्यक छ हामीले। यो हामीले कोस टु थीटाको पढ्यौँ। कसको पढ्यो अरे? कोस टु थीटा। कोस टु थीटाको पनि भयो। अब जाउँ हामी हाम्रो नेक्स्ट टार्गेटमा।
टेन टु थिटा म अब केही पनि गाह्रो छैन। कोस टु थिटाको एउटा फर्मुला हुन्छ कोस स्क्वायर थिटा माइनस साइन स्क्वायर थिटा। कोस टु थिटाको कोसै कोसमा लेख्ने भए 2 कोस स्क्वायर थिटा माइनस 1। कोस टु थिटाको अर्को लेख्ने भए 1 माइनस 2 साइन स्क्वायर थिटा। कोस टु थिटाको एउटा 1 माइनस टेन स्क्वायर थिटा अपन 1 प्लस टेन स्क्वायर थिटा हुन्छ। यो हामीले बुझ्यौँ। हामी यति धेरै फर्मुला किन लेख्दैछौँ, किन जानुपर्ने आवश्यक छ भन्ने कुराकानी हो। घर नजिक बाटो जहाँ लाइभ क्लास चलाएर छु त्योभन्दा बाहिर बाटो छ। अब धोतारा चाँदनीमा यस्तै हो, गाडी रफ चलाउने, घुम्ने, पढ्ने कम पढ्ने, ध्यान कम हुने, यसरी नै हावा तालमा गाडी चलाए हुन्छन्। ठिकै छ, जे भयो नि अब बुझ्नुपर्ने आफैले हो, चलाउने मान्छेले। ठिकै छ, जे भयो नि हामी अगाडि बढौँ। हामी चाहिँ अब पढ्नदेखि मन हटाउने होइन कि पढ्नमा मन लगाउने हो। तपाईँहरूले आफूलाई आफैले डेयर दिने हो कि म यति घन्टा पढेर देखाउँछु भनेर। कसैलाई केही प्रब्लम छ, सर म पस्नै सक्दैन, धेरै लामो पढ्नै सक्दैन भनेपछि एउटा पर्चीमा लेखेर राख्ने के आफू पढ्ने ठ्याक्कै अगाडि पर्चीमा लेखेर राख्ने। के लेख्ने भने चाहिँ त्यसमा खालि 2 वर्ड लेख्ने। जस्तै 2 घन्टा पढ्नु छ 2 आवर लेख्ने, 3 घन्टा पढ्नु छ 3 आवर लेख्ने। त्यो डेयरलाई अगाडि वालमा राख्ने। अनि मोबाइल हुन्छ अथवा कुनै क्लोक हुन्छ, अलार्म क्लोकहरू हुन्छ, रिमाइन्डर क्लोकहरू हुन्छ, टक्क राख्ने। त्यो 2 घन्टा नहुँदासम्म तपाईँहरू पानी खान पनि उठ्ने होइन क्या, आफूलाई डेयर दिने हो कि जो आएर बोलाओस्, जस्तो सुकै परिस्थिति किन नहोस्, त्यो 2 घन्टा चाहिँ त्यो कुर्सी छोड्ने होइन। तपाईँहरूले लेखिरहने, केही पनि प्र्याक्टिस गर्ने, जे मन लाग्छ उही प्र्याक्टिस गर्ने, लेख्ने, पढ्ने। त्यो बानी पसेछ भने तपाईँहरूलाई पढ्नमा धेरै रुचि भइहाल्छ। केही दिनमा तपाईँ आफै पढ्ने भइहाल्नुहुन्छ। त अलि पढ्नतिर मन लगाऊ होइन, बाहिरी कुराहरूमा ध्यान नदियो। खासै बोर्ड आइरहेछ, हामीसँग 3-4 महिनाको मात्रै प्रिपरेसन छ। त्यो प्रिपरेसनमा म तपाईँहरूलाई धेरै इम्पोर्टेन्ट कुराहरू सिकाइरहेको छु। लाइभमा आएर पढ्नुहोस् अथवा फिजिकली कुनै कुरा सोध्नुपर्ने छ, कुनै भेटेको ठाउँमा सोध्नुहोस्, मजाले आन्सर दिइरहेको हुन्छु। ल अब हामी आफ्नो कोर्सको तेस्रो फर्मुलातर्फ लागौँ। तेस्रो फर्मुलामा छ हाम्रो टेन टु थिटा। टेन टु थिटाको सेम गरी हामी प्रतिपादन गर्न सक्छौँ। टेन थिटा प्लस थिटा लेख्न पाउँछौँ। टेन थिटा प्लस थिटा भनेको हामीलाई थाहा छ 10a प्लस b हो। 10a प्लस b को हामीले 9मा पढेछ कम्पाउन्ड एङ्गल फर्मुला 10a प्लस 10b अपन 1 माइनस 10a 10b। त टेन थिटा प्लस टेन थिटा अपन 1 माइनस टेन थिटा इन्टु टेन थिटा। टेन थिटा प्लस टेन थिटा भनेको 2 टेन थिटा हुन्छ अपन 1 माइनस कति हुन्छ 10 स्क्वायर थिटा। टेन टु थिटाको पनि भइहाल्यो नि फर्मुला। 2 टेन थिटा अपन 1 माइनस 10 स्क्वायर थिटा। टेन टु थिटा 2 टेन थिटा अपन 1 माइनस 10 स्क्वायर थिटा। कति फास्ट छ, एउटै फर्मुला हो यसको, त धेरै पनि पर्दैन। एउटै फर्मुला जान्नु पऱ्यो, सिद्धियो नि। एउटै फर्मुला जाने सिद्धियो। बुझ्नुभयो? यो बुझ्नु अगाडि तपाईँहरूले के बुझ्नु जरुरी छ भने चाहिँ कम्पाउन्ड एङ्गल फर्मुला बुझ्नु जरुरी छ। कम्पाउन्ड एङ्गल फर्मुला बुझ्नु भएको छ भने सबै बुझ्नु भएको छ। कम्पाउन्ड एङ्गल फर्मुला बुझ्नु भएको छैन भने गाह्रो छ। कम्पाउन्ड एङ्गल फर्मुला खोल्नु पऱ्यो, किताब हेर्नु पऱ्यो, मजा आउँछ पढ्न। त्यसरी आफैले खोजेर पढेको र कसैले भनी पढाइदिएकोमा फरक छ। आफूले खोजेर पढ्न सकियो भनेपछि पढाइ धेरै राइट ट्र्याकतिर गइरहेछ भन्ने बुझ्नु होला। मजा पनि आइरहेछ, एन्टरटेनमेन्ट पनि भइरहेछ, ट्र्याक पनि सही ठाउँमा छ। अनि कसैले भन्दा यो गर ऊ गर, यो होमवर्क गर ऊ होमवर्क गर भन्दा पनि आफैले चाहिँ खोज्ने, तलास्ने, नयाँ कुराहरूको अहिले टाइम पनि छ, पत्ता लगाउनु पर्ने। पछि फ्री प्र्याक्टिस गर्ने टाइम हुन्छ, त्यति बेला पुराना क्वेसनहरू रिभिजन गर्नुपर्ने हुन्छ, सिलेबस फेरि कभर गर्नुपर्ने हुन्छ। अहिले हो तपाईँहरूले खोज्नुपर्ने नयाँ कुराहरू। त्यही कारणले मैले तपाईँलाई माथिको साइन टु थिटा इजिकल टु 2 टेन थिटा अपन 1 प्लस 10 स्क्वायर थिटा, कोस टु थिटा बराबर 1 माइनस 10 स्क्वायर थिटा अपन 1 प्लस 10 स्क्वायर थिटा चाहिँ आफै बुकबाट खोजेर, रेफरेन्स बुकमा खोजेर तयारी गर्ने भएन। तपाईँहरू कमेन्ट सेक्सनमा मलाई जो म भिडियो पोस्ट गरेको छु त्यसमा कमेन्ट सेक्सनमा गई सर मैले पाएन, मलाई फेरि भनिदिनु होला भनेर कमेन्ट गर्ने। टेन टु थिटाको पनि भयो। अब आयो कोट टु थिटाको फर्मुला। कोट टु थिटा फर्मुला, कोट टु थिटा केही पनि छैन गाह्रो कुराहरू। कोट टु थिटाको फर्मुला त यसको पनि कम्पाउन्ड एङ्गल फर्मुलामा बनाउन सक्छौँ। कोट थिटा प्लस कोट थिटा फर्मुला हामीलाई थाहा छ। कोट ए प्लस बी को कोट ए भनेको कोट थिटा, कोट बी -1 बी भनेको नि अहिले थिटा नै छ अपन कोट ए
कोट ए प्लस कोट बी भन्ने हुन्छ। त यसको अर्थ कोट स्क्वायर थीटा माइनस 1 अपॉन 2 कोट थीटा भयो। फर्मुला यसको पनि सिद्धियो। 2 थीटा भन्ने फर्मुला मल्टिपल एङ्गलको 2 थीटा भन्ने एङ्गलका फर्मुलाहरूमा साइन 2 थीटा कोस 2 थीटा टेन 2 थीटा कोट 2 थीटा, साइन 2 थीटा कोस 2 थीटा टेन 2 थीटा कोट 2 थीटा, यी चारवटा मात्र पढे पुग्छ। यसको पनि नपढ्दा यसलाई हामी 10 मा परिणत गरेर पनि काम गर्न सक्छौँ। खासमा चाहिने भनेको साइन 2 थीटा कोस 2 थीटा टेन 2 थीटा, ती तीनटा त रट्नै पर्यो जसरी पनि। तपाईँ डिराइभ गरेर पढ्नुहोस्, बुझेर पढ्नुहोस्, रटेर पढ्नुहोस्, तर यी 3 फर्मुला तपाईँहरूलाई कन्ठे हुनुपर्छ। त्यो फर्मुला कन्ठ भइसकेपछि सजिलो के छ भने अगाडि क्वेसन गर्न सजिलो छ। धेरै मजा आउँछ क्वेसनमा, ठ्याक्कै देखिन्छ 2 थीटा धस्काइदिन्छु, 3 थीटा धस्काइदिन्छु, 4 थीटा धस्काइदिन्छु, सबै कुरा थाहा भइहाल्छ। त्यही कारण फर्मुला कन्ठ गर्नु जरुरी छ। कोट थीटा पनि सिद्धियो। अब हामी आफ्नो मल्टिपल एङ्गल फर्मुलाको 3 थीटा भन्ने ठाउँ 3 थीटा भन्ने एङ्गलमा जान्छौँ। 3 थीटा भन्ने एङ्गलमा जान्छौँ। त यो हामीसँग साइन 3 थीटाको फर्मुला छ, यसलाई पनि डिराइभ गर्न सक्छौँ। यसको लेन्थी फर्मुला छ, डिराइभ गर्न सक्छौँ। डिराइभ कसरी हुन्छ भने यसलाई पनि भाँच्ने, थीटा प्लस 2 थीटामा भाँच्ने। एउटा डन्डालाई टक्क दुईटामा भाँचे जस्तो यहाँ पनि 3 थीटालाई थीटा प्लस 2 थीटामा भाँच्ने। भाँच्यो भने फेरि यसमा कम्पाउन्ड एङ्गल फर्मुला लगाउन पाउँछ। साइन थीटा कोस 2 थीटा प्लस कोस थीटा साइन 2 थीटा लाग्यो फर्मुला। अब साइन 3 थीटाको फर्मुलामा खासियत के छ भने कुनै पनि कोसको टर्म छैन, सबै साइनै साइनको टर्म छ। त साइनै साइनको टर्म छ भने साइनै साइनमा आउने गरी खोल्ने। त यो साइन थीटा छ भने साइन थीटा नै भयो। कोस 2 थीटालाई मैले साइनको टर्ममा खोल्नु परेपछि हामीलाई थाहा थियो 1 माइनस 2 साइन स्क्वायर थीटा हुन्छ। अघि मैले तब कोस 2 थीटाका 4 फर्मुला बनाएको थिएँ। कोस स्क्वायर थीटा माइनस साइन स्क्वायर थीटा, 1 माइनस 2 साइन स्क्वायर थीटा, 2 कोस स्क्वायर थीटा माइनस 1 र 1 माइनस टेन स्क्वायर थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा। त अहिले साइनै साइनको टर्ममा चाहिन्छ, यसलाई मैले केमा खोलिदिएँ साइनवाला टर्ममा खोलिदिएँ। प्लस कोस थीटा खोल्ने कुरै भएन। साइन 2 थीटालाई फेरि फर्मुला छँदैछ 2 साइन थीटा कोस थीटा भनेर फर्मुला छ। यसको पनि फर्मुला लाग्यो, एप्लाई भयो। त मल्टिप्लाई गरौँ, एकचोटि यसलाई मल्टिप्लाई गर्ने, एकचोटि यसलाई मल्टिप्लाई गर्ने। साइन थीटाले 1 लाई मल्टिप्लाई गरेर साइन थीटाले माइनस 2 साइन स्क्वायर थीटा 2 साइन क्युब थीटा भइहाल्यो। प्लस यता मल्टिप्लाई गर्दा 2 साइन थीटा कोस स्क्वायर थीटा भयो। यो साइनमा आयो, यो पनि साइनमा आयो, तर यसको यो कोस स्क्वायर थीटा साइनमा आएको छैन। त्यो आइडेन्टिटीलाई साइनमा लग्नु पर्ने जरुरी छ। त अगाडिका चलाएन, साइन थीटा माइनस 2 साइन क्युब थीटा ठिकै छ, प्लस 2 साइन थीटा इन्टु 1 माइनस साइन स्क्वायर थीटा पनि लेख्न पाउँछौँ। यसलाई इजिली लेख्न पाउँछौँ, बुझे पनि छौँ। कोस स्क्वायर थीटा भनेको 1 माइनस साइन स्क्वायर थीटा हुन्छ, हामीले पढेकै छौँ। साइन थीटा माइनस 2 साइन क्युब थीटा प्लस यसलाई इन्टु गर्ने, यसलाई इन्टु गर्ने 2 साइन थीटा माइनस 2 साइन क्युब थीटा भइहाल्यो। त अब यहाँबाट के बुझ्नु पर्यो, साइन थीटा प्लस 2 साइन थीटा भनेको 3 साइन थीटा, यो र यो जोडियो, अनि यो र यो जोडियो, माइनस 2 साइन क्युब थीटा माइनस 2 साइन क्युब थीटा माइनस 4 साइन क्युब थीटा। ल फर्मुला प्रतिपादन भयो। साइन 3 थीटा भनेको के हुने रहेछ, 3 साइन थीटा माइनस 4 साइन क्युब थीटा, 3 साइन थीटा माइनस 4 साइन क्युब थीटा, 3 साइन थीटा माइनस 4 साइन क्युब थीटा, 3 साइन थीटा माइनस 4 साइन क्युब थीटा। अब फर्मुला चाहिँ पढ्नुपर्ने आवश्यक छ। मैले डिराइभ चाहिँ गरिदिएँ यसरी। डिराइभ गर्नुपर्ने आवश्यक छ। डिराइभमा हल्का फोकस गराइदिन्छु, हेर्नु होला आफू राम्रोसँग, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। साइन 3 थीटाको पनि भइसक्यो। अब हामी आफ्नो नेक्स्ट टपिकतर्फ लागौँ, कोस 3 थीटामा। कोस 3 थीटातर्फ लागौँ।
अब हामी आफ्नो नेक्स्ट टपिक भनेको cos 3 थीटा cos 3 थीटा cos 3 थीटा भनेको नि हामीलाई थाहा छ cos थीटा प्लस 2 थीटा गरेर यसरी दुईटा एंगलमा भाँच्न सक्छौं भ्युअर्सहरुलाई के बिन्ती छ लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला शेयर गरिदिनु होला बढी भन्दा बढी भ्युअर्सको अगाडि पुगाइदिनु होला क्लास 10 का विद्यार्थीहरुलाई अति आवश्यक कुराकानी हो इम्पोर्टेन्ट क्वेशन डिस्कसन हो फर्मुला सम्बन्धी रिभ्यु गर्ने कुराकानी हो पछि अप्ठ्यारो हुन्छ उनीहरुलाई जान्न अहिले नै कभर गराइरा छु कृपया ध्यान गरी बनाइदिनु होला यसपछि अगाडि हामी कोर्डिनेट ज्योमेट्री पनि पढ्न बाँकी नै छ उता ज्योमेट्रीको कम्प्लिट सेसन पुरा भएको छैन अनि क्लास 12 को पनि डेरिभेटिभहरु पढाइराका हुन्छौं केही दिनपछि अझै फेरि भए चाहिँ हामी भएसम्म बढी नै लाइभ आउने गर्छौं दिउँसो राति सबै टाइममा आउने ट्राई गरौँला अहिले चाहिँ जुन टाइममा फुर्सद छ त्यही टाइममा लाइभहरु हालिराछु कृपया गरेर भ्युअर्सहरुलाई के बिन्ती छ भने लाइक चाहिँ गरिदिनु होला ट्याप ट्याप गरिरहनु होला अनि कमेन्ट पनि गर्दै रहनु होला लाइभमा च्याट गर्दा मलाई पनि अलि सहज हुन्छ के कुराको कमी भइराछ हैन बुझिरहनु भएको छ कि आवाज आइराछ कि नै त्यो कुरा मलाई पनि बुझ्नुपर्ने हुन्छ फीडब्याकहरु मैले पनि लिइरहनु हुन्छ मबाट के गल्ती भइराछ हैन एउटा टिचरले सबै कुरा पढाउने सम्भव छैन सुधार गर्दै मैले पनि सुधार गर्दै तपाईहरुले पनि सुधार गर्दै पढ्ने पढाउने कुरा गर्ने हो त्यही कारणले कमेन्टहरु गर्नुहोस् लाइक पनि गर्नुहोस् सबैलाई अगाडि शेयर गराउनुहोस् भिडियोमा सबै ठाउँमा पुगाउनुहोस् ल यसपछि cos थीटा प्लस 2 थीटा तर्फ लागौं त कम्पाउन्ड एंगल फर्मुला अघि लगाए चाहिँ cos थीटा cos 2 थीटा माइनस sin थीटा sin 2 थीटा जस्तै sin 3 थीटा को सबै फर्मुला केमा थियो रे सबै फर्मुला केमा थियो रे sin मा थियो त्यस्तै cos 3 थीटा को पनि सबै टर्म आउने फर्मुलामा टर्महरु सबै cos मा आउँछ त्यतापट्टि cos र नो टेन्सन तर यसलाई मैले खोलिदिए 2 cos स्क्वायर थीटा माइनस 1 मा खोलिदिए ठीक छ माइनस sin थीटा छ यसलाई पनि गर्न पाउँछौ 2 sin थीटा cos थीटा लेख्न पाउँछ बुझेछौ हामीले हैन त्यसपछि मल्टिप्लाई गरौँ 2 cos क्यूब थीटा माइनस cos थीटा भइहाल्यो यता माइनस 2 sin स्क्वायर थीटा cos थीटा भयो यो पनि बुझेछौ यतापट्टि cos आइसकेछ नो टेन्सन 2 cos क्यूब थीटा माइनस cos थीटा माइनस यतापट्टि 2 cos थीटा sin स्क्वायर थीटा 1 माइनस cos स्क्वायर थीटा मा लेख्न पाउँछौ यो पनि बुझेछौ नो टेन्सन त्यसपछि 2 cos क्यूब थीटा माइनस cos थीटा मल्टिप्लाई गरौ एकचोटी यसलाई एकचोटी यसलाई माइनस 2 cos थीटा प्लस 2 cos क्यूब थीटा भयो अब यहाँ हेरौ यो सेम छ 2 cos क्यूब थीटा 2 cos क्यूब थीटा भनेको 4 cos क्यूब थीटा यो रह्यो माइनस cos थीटा माइनस 2 cos थीटा भनेको माइनस 3 cos थीटा ल cos को पनि सक्यौं त हामीले धेरै फास्ट 1.5 मिनेट भित्र डिराइभ हुन्छ अप्ठ्यारो मान्नै पर्दैन के जसले फर्मुला पढेको छ उलाई अप्ठ्यारो लाग्दैन एनी हाउ फर्मुला लाग्नु कुनै चान्सै छैन ल 9 को फर्मुला रटेका विद्यार्थीलाई 9 को कन्सेप्ट बुझेका विद्यार्थीलाई क्वेशन जान्नुपर्ने आवश्यक भएन 9 को फर्मुला जसले जानेको छ चिनेको छ दिमागमा छ अझै पनि केही पनि गाह्रो कुरा हैन कि एकदम इजी कुरा हो नि सजिलो कुराकानी हो मल्टिपल एंगल फर्मुलाको हामीले 3 थीटाको अगाडिको फर्मुला पनि जान्यौ फोकस गर्नुहोस् लाइक गर्नुहोस् भ्युअरसँग पुगाउनुहोस् लाइभमा जोइन हुँदै लाइक गर्दै रहनुहोस् आज हामी ट्रिग्नोमेट्री च्याप्टरमा छौं लाइक गर्नुहोस् सबैले लाइक गरिदिनु होला अनि कमेन्टमा पनि च्याट गर्दै रहनु होला मैले फिडब्याकहरु लिइरहनु पर्ने हुन्छ हामीले cos 3 थीटा को पनि सक्यौ अब हामी आफ्नो अर्को फर्मुला तर्फ जाउँ tan 3 थीटा मा tan 3 थीटा को फर्मुलामा जाउँ tan 3 थीटा को फर्मुला पढ्दा tan 3 थीटा को फर्मुला पढ्दा tan 3 थीटा को फर्मुला पढ्दा हामीलाई थाहा छ यसलाई पनि कम्पाउन्ड एंगलमा भाच्छौ tan थीटा प्लस 2 थीटा मा tan a प्लस b को फर्मुला हामीले पढेकै छौं tan a प्लस tan b अपन 1 माइनस tan a tan b हुन्छ सिमिलरली tan a को ठाउँमा अहिले थीटा छ tan b को ठाउँमा अहिले 2 थीटा छ अपन 1 माइनस tan a को ठाउँमा tan थीटा tan b को ठाउँमा tan 2 थीटा भयो त जस्तै sin 3 थीटा को पुरै sin कै टर्म छ cos 3 थीटा को नि पुरै cos को टर्म छ त्यस सिमिलरली tan 3 थीटा को नि पुरै tan कै टर्म रहने हो त उसै त tan को टर्म आइसकेछ tan 2 थीटा वाला फर्दर अझै खोल्ने के tan थीटा माइनस 2 यसलाई 2 tan थीटा अपन 1 माइनस tan स्क्वायर थीटा लेख्न पाउँछ किन अघि फर्मुलाले भनेकै छ अनि होल फ्र्याक्सन 1 को 1 माइनस को माइनस tan थीटा इन्टु 2 tan थीटा लाई सेम 2 tan थीटा
अपन 1 माइनस टेन स्क्वायर थिटा हुन्छ। यो पनि बुझेस्, एकदम क्लियर छ। अब छ अलि इम्पोर्टेन्ट यो माथि फ्र्याक्सन, यो माथिवाला पार्ट न्युमरेटरवाला पार्ट, यो न्युमरेटरवाला पार्टमा हेऱ्यो भने 1 माइनस टेन स्क्वायर थिटा डिनोमिनेटरमा छ। त्यसलाई मैले एलसिएम लिएँ 1 माइनस टेन स्क्वायर थिटा, यो यता गएर मल्टिप्लाई गर्छ टेन थिटा इन्टु 1 माइनस टेन स्क्वायर थिटा भइहाल्यो। माइनस छँदैछ, माइनस पछाडि जे छ उही लेखिन्छ। एलसिएम लिन आउँछ, हामीले बुझेकै छौँ। अपनमा जाउँ। अब डिनोमिनेटरवाला पार्टमा गएपछि सेम कहानी छ। 1 माइनस टेन स्क्वायर थिटा एलसिएममा छ 1 माइनस टेन स्क्वायर थिटा, त्यो सिंगल ह्यान्डेडली अब गयो 1 माइनस टेन स्क्वायर थिटा भयो, कोसँग मल्टिप्लाई गर्यो 1 सँग, अनि माइनस टेन थिटा इन्टु 2 टेन थिटा भनेको माइनस 2 टेन स्क्वायर थिटा हुन्छ। 2 भइहाल्यो, टेन थिटा टेन स्क्वायर थिटा। त यो र काट्न पाइयो सेकेन्ड फ्र्याक्सनहरू 1 माइनस टेन स्क्वायर थिटा 1 माइनस, अनि माथिबाट बचेको कुरा हेऱ्यो भने टेन थिटा इन्टु 1 भनेको टेन थिटा नै हुन्छ, माइनस टेन थिटा माइनस टेन स्क्वायर थिटा भनेको टेन क्युब थिटा नै हुन्छ, माइनस 2 टेन थिटा भयो। अनि तल डिनोमिनेटरमा हेऱ्यौँ भने 1, यो 1 ले त कुनै फरक पारेर 1 माइनस टेन स्क्वायर थिटा माइनस 2 टेन स्क्वायर थिटा भयो। त टेन थिटा माइनस 2 टेन थिटा भनेको टेन थिटा माइनस 2 टेन थिटा भनेको माइनस 3 टेन सरी के अरे टेन थिटा माइनस 2 टेन थिटा भनेको माइनस टेन थिटा माइनस टेन क्युब थिटा भयो। ठिक छ। अपनमा 1 माइनस 3 टेन स्क्वायर थिटा भयो, माइनस टेन स्क्वायर थिटा माइनस 2 टेन स्क्वायर थिटा 1 माइनस 3 टेन स्क्वायर थिटा भयो। सिमिलरली माइनस कमन लिन पाइयो, माथि टेन क्युब थिटा प्लस टेन थिटा लेख्न पाइयो। प्लसमा ए प्लस बी, बी प्लस ए कुनै फरक पर्दैन। अनि तल गएपछि 1 माइनस 3 टेन स्क्वायर थिटा लेख्न पाइयो। माइनसलाई तल फाल्न पाउँछौँ, टेन क्युब थिटा प्लस टेन थिटा अपन 1 प्लस 3 टेन स्क्वायर थिटा लेख्न पाइयो। ल फर्मुला प्रतिपादन हो, टेन क्युब थिटा प्लस 3 टेन थिटा अपन 1 प्लस 3 टेन स्क्वायर थिटा पनि प्रुभ भयो। ल एकदम इजी कुराकानी छ, केही पनि गाह्रो छैन। ध्यानसँगै हेर्नु होला, बुझ्ने ट्राई गर्नु होला। मजा पनि आउनु पर्यो, पढ्दाखेरि मजा पनि आउनु पर्यो, झपन लाग्नु भएन हैन। कुनै बेला ब्रेक गर्छौँ, कुनै बेला रोक्छौँ, तपाईँहरूको च्याट पढ्छौँ, भ्यू कति आइरहेछ त्यो हेर्छौँ, लाइक कमेन्टहरू हेर्छौँ, फिडब्याक हेर्छौँ, के भनिरहनु भएको छ। फोकस गर्नुहोस्, हेर्नुहोस्, एमा लाइक गर्दै रहनु होला, कमेन्ट पनि गर्दै रहनु होला। च्याट हेरिरहेको हुन्छ हामी टाइममा, लाइक गर्दै रहनु होला। क्लास 10 को इम्पोर्टेन्ट टपिक सम्बन्धी पढाइरहेछौँ हामी, त्यो इम्पोर्टेन्ट टपिक छोड्नु भएन, लाइक गर्दै रहनुहोस्। सबै सामु सेयर पनि गर्नुहोस्। लाइक गर्नुहोस्, सबै सामु सेयर गर्नुहोस्, लाइक। अब हामी आफ्नो क्वेसनतर्फ लाग्छौँ। कोड 3 थिटाको जान्नुपर्ने आवश्यक छैन, धेरै पढ्नुपर्ने आवश्यक छैन। म तपाईँहरूले अब सिधै म तपाईँहरूलाई सिधै अब क्वेसनतर्फ लग्न गइरहेको छु। क्वेसनमा फोकस गर्नु होला। अब सिधै हामी आफ्नो कोर्सतिर जान्छौँ, क्वेसनतर्फ लाग्छौँ। लाइक गर्दै रहनुहोस्, कमेन्ट गर्दै रहनुहोस्, क्वेसनतर्फ लाग्न गइरहेछौँ। अब चाहिँ म आफ्नो क्वेसनतर्फ लागेँ। अब चाहिँ एक्सर्साइजको केही सिम्पल बेसिक फर्मुलाहरू जानिसकेका छौँ। सिम्पल बेसिक फर्मुलाहरूको रिभ्यू हेर्छौँ। रिभ्यू हेरिसकेपछि सर्टमा हेर्छौँ। सर्ट फर्मुलाहरू लेखिसकेपछि अगाडि बढ्छौँ। हाम्रो साइन 2 थिटाको फर्मुला सुरुमा त हामीले 2 साइन थिटा कोस थिटा पढ्यौँ। अनि यही साइन थिटाको नेक्स्टको फर्मुला, साइन 2 थिटाको नेक्स्टको फर्मुला के पढ्यौँ त हामीले, के पढ्यौँ हामीलाई थाहा छ, 2 टेन थिटा अपन 1 प्लस टेन स्क्वायर थिटा पढ्यौँ। ठिक छ, साइन थिटाको भइहाल्यो। सेकेन्डमा हामीले कोस 2 थिटाको पढेको थियौँ। कोस 2 थिटाको के पढेछौँ, कोस स्क्वायर थिटा माइनस साइन स्क्वायर थिटा। सिमिलरली कोस 2 थिटाको अर्को फर्मुला पढ्यौँ हामीले, 2 कोस स्क्वायर थिटा माइनस 1। त्यस्तै कोस 2 थिटाको नेक्स्ट फर्मुला के पढ्यौँ, 1 माइनस 2 साइन स्क्वायर थिटा। सिमिलरली कोस 2 थिटाको अर्को फर्मुला के पढ्यौँ हामीले, 1 माइनस टेन स्क्वायर थिटा अपन 1 प्लस टेन स्क्वायर थिटा पढ्यौँ।
1 माइनस टेन स्क्वायर थीटा अपन 1 प्लस टेन स्क्वायर थीटा पढ्यौँ बुझिरहेछौँ ध्यान दिएर हेर्नु होला। अब कोसको सिद्धियो। अब टेन टू थीटाको पनि फर्मुला पढेका थियौँ। टेन टू थीटाको फर्मुला के थियो एकदम इजी थियो 2 tan थीटा अपन 1 माइनस टेन स्क्वायर थीटा। देख्दा यो जस्तै लाग्छ तर यसको डिनोमिनेटरमा प्लस छ यसको डिनोमिनेटरमा माइनस छ। अनि कोट टू थीटाको पनि फर्मुला पढ्यौँ हामीले। कोट टू थीटाको फर्मुला के पढ्यौँ भने कोट स्क्वायर थीटा माइनस 1 अपन 2 कोट थीटा पढ्यौँ। यो 2 थीटामा पढ्यौँ। त्यसो मल्टिपल एङ्गल 3 मा गएपछि साइन 3 थीटाको फर्मुला के पढ्यौँ 3 साइन थीटा माइनस साइन क्युब थीटा। सिमिलरली कोस 3 थीटामा गएपछि यसको के पढ्यौँ हामीले 4 कोस क्युब थीटा माइनस 3 कोस थीटा। इन दुईलाई कम्पेरिजन गरेर पढ्नु होला। सेम फर्मुला देख्नुहुन्छ। एउटाको क्युबवाला पछाडि छ भने एउटाको क्युबवाला अगाडि छ, एउटाको डिग्री 1 वाला पछाडि छ भने एउटाको डिग्री 1 वाला अगाडि छ। उस्तो चाहिँ धेरै फरक छैन। त्यसै tan 3 थीटाको फर्मुला के पढ्यौँ त हामीले 3 tan थीटा माइनस tan क्युब थीटा अपन 1 प्लस 3 tan स्क्वायर थीटा भनेर पढ्यौँ। सरी 3 tan स्क्वायर थीटा भनेर पढ्यौँ। यो हाम्रो बेसिक फर्मुलाहरू भए। के भए बेसिक फर्मुलाहरू भए 3 tan थीटा माइनस tan क्युब थीटा अपन 1 प्लस 3 tan स्क्वायर थीटा। ल 1 प्लस 3 tan स्क्वायर थीटा यो हाम्रा बेसिक फर्मुलाहरू भए। प्लस होइन माइनस है, अघि माइनस प्रतिवदन भएको थियो। यो हाम्रो बेसिक फर्मुला भयो। यी तपाईँहरूले जान्नुपर्ने रट्नुपर्ने अति आवश्यक हो। यो नजाने हामी क्वेसन बनाउन सक्दैनौँ, क्वेसन बनाउनै सक्दैनौँ। त्यही कारणले यसलाई पढ्नुपर्ने। यत्तिकै धेरै केही नपढ्नु होला। डिराइभ भन्ने कुरा नपढे नि हुन्छ। जान्ने नजान्ने सबैका लागि एउटै कुरा हो। यो दुईटा रट्नुपर्ने, यति रट्नुपर्ने, यो रट्नुपर्ने, यो रट्नुपर्ने। छोटो छोटो छ। दुईटा, एउटा, दुईटा, तिनवटा, 4 5 6 7वटा फर्मुला रट्नु कति टाइम लाग्छ तपाईँहरूलाई? सर चट्ट मोबाइल हेऱ्यो, चट्ट मोबाइल हेरेर पढ्दै गरिदियो। ल म तपाईँहरूलाई फोकस गराउँछु। ध्यान दिएर हेर्नु होला। लाइक कमेन्ट गर्दै रहनु होला भनिरहेको छौँ। पटक पटक हेर्नु होला। यो इन्भिटेसन गएको छ, झुक्केर पनि हुनसक्छ। हेर्नुहोस्। म पनि पढ्नु पर्यो अब। यो इन्भिटेसनमा गएको छ। इन्भिटेसन हटाउन नि आउँदैन खासै। लाइभहरू चलाउन आउँदैन मलाई त। कसरी हटाउँछन् भने हेर्नुपर्ने हुन्छ। मैले टिकटक लाइभमा बसेको छैन योभन्दा अगाडि। भ्युअर्सहरू पनि एक्स्ट्रा गफ गरेपछि खुसी हुने रहेछन्। पढाउने कन्टेन्टको कुराहरू हेरेपछि अप्ठ्यारो मान्ने रहेछन् जस्तो माने। एकैछिन हेर्ने फुत्किने, एकैछिन हेर्ने फुत्किने बढी गरिरहेछन्। यो फर्मुलाहरूमा विचार गर्नु होला। इन्भिटेसन भन्ने कसरी हटाइन्छ यो? मलाई त आउन पनि आउँदैन के खासै यो चलाउन। हेलो एक्सेप्ट सेट लेखेको छ। यसैबाट हो क्या हो। यी इम्पोर्टेन्ट फर्मुला हो, विचार गर्नु होला। यो हटाउने कसरी हो? यो इन्भिटेसन भन्ने हटाउने कसरी हो? हेर्दैछु कसरी हटाउने। ल आज यति नै गरौँ फर्मुलासम्म। त्यसपछि भोलि नै पढौँला। अब सबैलाई दसैँको शुभकामना। भोलि रामनवमी रहेको छ। अब हट्दै छैन के गर्नु।
ठिकै छ, आज फर्मुलासम्म गरौँ, भोलि चाहिँ क्वेसन स्टार्ट गरौँला यसको। आजलाई यति गरौँ।